हेलो एभ्रिवान, गुड मर्निङ टस्टेले सबैजनालाई। सो आजदेखि हाम्रो काम चाहिँ सुरु हुँदैछ अनि आशा लिँदैछु तपाईँले। हिजो बेलुका आइपुग्यो हामी, एकदम शान्ति नभइपुग्यो हावा यार। यसपालि हिउँ चाहिँ यति साह्रो परेन रहेछ, किन पहिला भने यो डाँडा पुरा हिउँ परेको थियो, त्यो डाँडा पुरा हिउँ थियो। यसो त होइन हिउँ चाहिँ यति छैन रहेछ, डह्रो हुन्थ्यो यो ठाउँमा चाहिँ। जाडो बल हुन्थ्यो, यसपालि कसो जाडो लागेन। हेरौँ केही दिन बस थाहा हुन्छ जाडो कति छ भनेर। जाडो चाहिँ सिमिलर रहेछ तल हाम्रो सिक्किम र यो यहाँको जाडो चाहिँ उताभित्र मजाले घाम लगाएर छ नि त तपाईँहरू। यताभित्र घाम लगाउनु पुरा साह्रो पर्छ साथीभाइ। यसो छ अब हामी काम निरन्तर गर्नुपर्ने हुन्छ, के काम कस्तो काम गर्नुपर्ने हुन्छ आफ्नो पूजाको लागि। एकदम यहाँ चाहिँ एकदम शान्ति लाग्छ, नेटवर्क छैन, मजा आउँछ यो ठाउँ चाहिँ। अब हामी के कस्तो गर्नु भने पछि एभ्रिवान टस्टेले गुड मर्निङ। आज सेकेन्ड डेज, आज राम्रै भिडियो हिजो मजाले पुग्यो। आज पनि राम्रै भिडिन्छ होला। अलि चाहिँ बिजी छु, हामी चाहिँ यस्तोमा बस्दैछौँ कलेजतिर मजाले बस्दैछ, किनकि मजा एकदम शान्ति पिस हुँदैछ, आनन्द आउँदैछ। सो माथि डाँडोको घाम लाग्दैछ, आनन्दको फिल, आनन्दको मजा यस्तो चाहिएको थियो मलाई केही दिनसम्म। आज मलाई 2 दिन भयो यहाँ आएर। त्यो मेरो साथीले मलाई भिडियो खिच्दैछ, अब के भन्नु, मजा आउँदैछ। फेरि आज दिनभर म बिजी हुन्छु, आज मैले दिनभरको भिडियो चाहिँ गर्न पाउँदैन, किनभने म एकदम बिजी भएको कारणले, आनन्दले बस्नु भएको कारणले चाहिँ त्यसले तपाईँहरू सन्चै हुन्छ होला। एकदम नेटवर्कबाट एकदम धेरै डिस्टेन्सबाट म टाढा भइरहेको छु, किन मलाई त्यस्तै चाहिरहेको थियो। को माथितिर बाँधेर नआउँदैछ, चारेर नआउँदैछ, क्या मजा गर्छ। बस तपाईँ हेर्न सक्नुहुन्छ, आनन्दको छ। यार माथि हिमालहरू पनि परेछ, हिउँहरू परिरहेको छ माथि, तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ शान्ति, टाढा काँडा घामहरू। एउटा गीत पो याद आयो यार मलाई त बिहान नै, शान्ति छ जङ्गल बिचमा बस्दाखेरि। कसलाई चाहिँ आनन्द आउँदैन होला। मलाई यस्तो चाहिएको थियो, आज यस्तै पायो। म 15-16 दिन चाहिँ म यस्तै हुन्छ होला सायद, बिजी। 15-16 दिनपछि फेरि म काठमाडौँ आउँछ होला। मेरो यस्तै भ्लगर आउँछ बिहान बिहान, तपाईँहरू सन्चै हुन्छ होला। सो तपाईँहरू रमाइलो गर्नु बस्नु होला, राम्रोसित बस्दिनु होला। म जस्तै कति कहिले यस्तो मनमा एकदम डिस्टर्ब भयो भने यस्तो टाढा गएर बस्नुपर्छ, आनन्द फिल आउँछ। तपाईँहरू पनि त्यस कहिले यस्तो खालको अभ्यासमा लाग्दिनु होला। ओके, सियु। हामी पछि के गर्छ कस्तो गर्छ म अलिअलि तपाईँलाई झलक्क देखाउन चाहन्छु। बाई बाई, टेक केयर। हाम्रो दिदी गुड मर्निङ। गुड मर्निङ टस्टेले मारुतेले बिजी। हाम्रो दिदी लामाला टस्टेले गुड मर्निङ। हल्का फुल्का टस्टेले खोला टस्टेले हामी चाहिँ अब यो पर्सिदेखि चाहिँ पूजा धमाधम सुरु हुन्छ। यसरी चाहिँ यो तेलमाल मनाएको छ। हामी मिलाएर हेर्पा तीर्थमा हामीले पूजा गर्नुलाई हामी तयारी छौँ। अनि अझै पनि यता लाउनु पर्ने चाहिँ फुलहरू धेरै नै गाड्छु। माथि पनि बनाइसकेको छ, माथि भिडियो गर्नु पाउँछ तपाईँलाई। गुड मर्निङ सबैजनालाई। अनि टस्टेले स्वागत छ आज मेरो ब्लगमा। आज चाहिँ मेरो 3rd डे हो, यहाँ बिताइरहेको छु आनन्दले। भर्खर उठेर मुख सुतेर आएको। सो हामी चाहिँ अब फेरि उता गुम्बा जानुपर्ने छ। यहाँको लोकल पब्लिकहरू पनि आएर चाहिँ शादी गरिनेछ हालको। म त्यसको भिडियो पनि म तपाईँलाई देखाउन चाहन्छु। कारण किन हो भने चाहिँ अहिले हामी तकमसिङ्गे चोङमा छ। तकमसिङ्गे चोङ भनेको जग्गा चाहिँ के हो भने चाहिँ हाम्रो मिलारे भएको तीर्थ
स्थल भएको र मिलारेमा ध्यान तपस्या गरेको स्थान छ जुन चाहिँ यहाँ योल्मो तकमसिङ चोङमा पर्छ भने त्यही कारण हामी चाहिँ यहाँ चाहिँ यो छेबाके टिबेटनको 8 तारिकदेखि चाहिँ हामी यहाँ पूजापाठ गरिनेवाला छ। त्यसैले यहाँको लोकल पब्लिकहरू आएर यहाँ साथी गर्दै हुनुहुन्छ, साथी गर्नेवाला छ। म तपाईँलाई त्यसको भिडियो पनि केही देखाउन चाहन्छु। कस्तो आनन्दको छ यो ठाउँ, खुसी लाग्छ। तपाईँले देख्नु जुन अस्तिको भक्तले पनि मैले देखाइरहेको थियो, आज 30 हो हाम्रो यस जग्गा यस्तो मजाको छ। तपाईँले देख्न सक्नुहुन्छ जुन चाहिँ यहाँ भित्र छ मिलारे भएको जुन चाहिँ उहाँले चाहिँ तपस्या गरेको छ। यो चाहिँ हाम्रो यहाँको पब्लिक मोनेस्ट्री अथवा यहाँको जनताहरूको कुम्भ हामी यहाँ चाहिँ अब मिलाउनु पर्ने हुन्छ। सो हावा सिरिरी चल्दैछ, यस्तो छ गाउँहरू चाहिँ आनन्दको छ। हो माथि हिउँहरू परिरहेको छ तपाईँले देखेको छ। यो चाहिँ हाम्रो कोही कुम्भ हो, गेस्ट हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो खेम्बो छुलिम्का छोरिम्पछि उहाँले यहाँ चाहिँ आनी गुम्बा आनीहरूलाई चाहिँ विशेष गरी टुफुङ साधना गर्ने अब 3 वर्ष यस्तो दोसुङ भन्ने नै हाम्रो चलन त्यो शब्द छ नि, जुन हामी यहाँ आनीहरू गर्नेवालामा छ। अहिले चाहिँ फसिस छैन, केही भएपछि तपाईँले मात्रै डाँडा काँडा हेर्न सक्नुहुन्छ। यसको चाहिँ आनन्दको छ, वरिपरि कस्तो आनन्द छ। तपाईँहरूले गाउँ बस्ती छ, आनन्द छ। यहाँ नेटवर्क छैन, केही छैन, आनन्द छ, मजाको छ। यस्तै अब नेटवर्कबाट चाहिँ टाढा बस्नुलाई चाहिँ यस्तो हुनुपर्ने छ भने थाहा भयो। अब हामी यहाँ उता गएर साथी गर्नुपर्ने छ, के कस्तो गर्नुपर्ने बुझ्नुपर्ने छ। अनि फेरि अस्ति कन्टिन्यू साथी गरिरहेको थियो हाम्रो आज रुमदेखिबाट पनि कोही मान्छे आइरहेको छ यहाँ। मजा आइरहेछ। त्यसैले हाम्रो रुमदेखिको आजहरू पनि आउनुभएको छ, खुसी छ। हाम्रो आजलाई गुड मर्निङ। आज गुड मर्निङ भन्नु न। अनि त निन्द्रा मजा लाग्यो तपाईँलाई? मजा छ जग्गा है। जो हाम्रो यहाँ आजहरू रुमदेखिबाट यस्तो टाढाबाट सिक्किमबाट आउनु भएको छ। त्यो चाहिँ सबैले है, त्यो छ है। मलाई त आनन्द लाग्यो, किन म अस्तिदेखि छ नि म नेटवर्कबाट टाढा बस्छु भनेर सोचिरहेको थिएँ कि सिक्किमबाट छ नि, त्यस्तो सोचिरहेको थिएँ। टिका लामोले बोलाएर खुसी लाग्यो त आएदेखि। सो साथीभाइ अब आज हाम्रो आजहरूले पनि यहाँ साथी गर्नुहुन्छ, उहाँहरू अलिअलि भिडियो बनाउँछु म। अनि यहाँको लोकल पब्लिकहरू पनि भिडियो बनाउँछु, म तपाईँलाई देखाउन चाहन्छु। बसिराख्नुलाई हेरिराख्नुलाई स्टे ट्युन, बाई बाई। अब हामी खाजा back to my channel. Wow. How's one more again? Citro. Hi guys, welcome back to my channel. Today is the Khabze making day. Okay, one more. यो पनि सँग आन्दो कुर्सी सँग आन्दो कुर्सी खानु कसरी छ टेस्ट गर्नु पर्यो खागो छैन दामी हेर्दै दामी खाना कस्तो लाग्यो हिजो राति के चौताको के आनीले जब्जु मिनोले देला वरन
कार्यक्रम हुँदैछ डेकोरेसन गर्ने कार्यक्रम हुँदैछ अहिले यति हुँदैछ सो आज हाम्रो चाहिँ नयाँ नयाँ लामाहरू आएको छ यहाँ पिन्देकबाट सो खुसीको कुरा हो अब हामीलाई पनि एकदम सुविधा हुन्छ अलिकति काम गर्नमा हेलो एभ्रिवान गुड मर्निङ टस्टेले सबैजनालाई स्वागत छ फेरि पनि मेरो ब्लगमा आज मेरो चाहिँ 4th डे भयो यता डेज भयो 4 दिन भइसक्यो चाहिँ कसरी बित्यो थाहा छैन मलाई 4 दिन चाहिँ सो बिहान बिहान यस्तो मजा आउँछ कफी खान यसो मजा होइन चिसो कफी खानु क्या आनन्द आइदिन्छ हो अब हामी आज चाहिँ अब त्यहाँ गएर डेकोरेसन गर्नुपर्ने हुन्छ के कसो हुन्छ हेरौँ होइन आज ब्लग पनि थोरै थोरै देखाउन चाहन्छु म एकैचोटि 3-4 दिनको भ्लग चाहिँ एकैचोटि हालिदियो भने सोचिरहेको छु सो बिहानको शुभ बिहानैमा चाहिँ होइन मेरो कालो कफी ब्ल्याक कफी मजा आइरहेछ सो हजुर कफीलाई चाहिँ बिहान आफूले भन्नुपर्ने हुन्छ त्यही त मिसिन हुँदैन मिसिन आएपछि आफूले भन्नुपर्ने हुन्छ त्यसैले बिहान कफीसँग सबैजना शुभ राम्रो होस् शुभ बिहानी गुड मर्निङ सेबु डोले गाडो डोले वेलकम टु ब्लग हिमालयन रोडिस मख्यान लासो थुचेन या लासो थुचेन के बजिङ चाहिँ देसियाको दे अन्त सेरा नाम तले सेरा नाम मिन्द ढङ्गमा मिन्द नानीलाई त पेट नाम चाहिँ ढङ्ग आमा दे माथुकाले तिगाना छर्बा बाप आमा तल जुतो तल 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 न निमन यहाँ त 6 बट चेक इन मारे सुजा गावा के नम्बर 300 बट दिला है फाइदे तल यहाँ पे अब सुधा अनि सुछबो नङ दामन सुधा नानी मिला ngajo da nimaj chungan gol dera mane lega digas lebe ngajo ya te garla da negor jaga chhe le re ta lama dila ta da to so ta dila te garda khen ya dila chok choya her dila da ngajo tula gang ma ke ne digal lebra ani ma janga digal de re ba ma do tula da ko na de de ani sugo tu samne e chu dang le ro ma de ma tu ga ye dinga diga de nan diga lo de कल दो वो ये वहाँ अर्जे डॉक्टर हो डॉक्टर हुन्छ मेडिकल क्याम्पको उहाँहरू डेली बेसिस त्यहाँ होइन उहाँहरू चाहिँ टिबेटियन डक्टर हो लोक अझै चङ्गा के नम्बर डक्टर आमा मजा आउँछ जियो एक्सपिरियन्स सर यता न्यू खेल्दै दि चा दिन्छ त गिरे दङ्गा च्याथुँदै दिगिरे म त दिगिन कफी दिँदै गिरे दङ्गा त होला ओ यो मेसिन मैले नसा हेर्छु ल के कस्तो रहेछ होइन उहाँहरूलाई गएको छु भर्खर मैले बोडी चेक गरेँ कि डक्टरहरूलाई एकदम राम्रो छ अरे खुसी लाग्यो अन्त अन्त एकदम राम्रो छ अरे एकदम राम्रो छ अरे अलिकति यो हात अलिक दुख्छ रहेछ अरे हो त्यो अलिक दुख्छ एकदम राम्रो रहेछ अरे त्यहाँ पछि दबाई दिन्छ भन्दै थियो सो खुसी लाग्यो अब उता काम गर्नु बोलाइरहेछ ल मलाई फेरि जानु पऱ्यो त्यो लागि त ल के ल गुड मर्निङ आमजी दोर्जे ल आमजी दोर्जे डक्टर दोर्जे यसै अब यस्तै हुन्छ मेरो डेली ब्लगहरू थोरै थोरै ओके अब हामी के काम गर्ने छ पछि देखाउँछु तपाईँलाई Não, dia mal, acho que não tem que jogar, toma ali lá, diga. Continua. Ei, tem isso já não vou. Não diz tudo aqui. Já não cabe. Capura aqui tá.
암지 도시도 막고 막다 터져가지고 또 그래서 정보 가가지고 암지 사업에서 생산하게 되더라고요. 소주 가듯이 암지 도시. 야 룸네라 나고 있다고 좀 lam chupa sewa jinja lam tu son chupa yi shi su chawa jinja lam tu so tongpe ta jun chawa jinja lam tu so uji shin ju mienpa jinja lam tu so tende tabla jamba jinja lam ni chik da sanyi tseba geni ma de lama tu shoge sang yayi ni sang ge ni chik sang biya chik ya dik nyala di nung chi chak chik ni marka mila tabu tu sun chimpa ki uta shawa ya jitok ni da do gana 고야지도 또 고쳐야 돼. 근데 말만 밀어 놓고도 소견 발생을 거예요. 얘네 누가 되면 값이 있네. 얘네 말만 밀어 놓고도 소견 받기 얘네 가서 소대 붙여야 해요. 얘도 상관 되게 좋은데지. 그래서 얘 너무 가서 이제 말만 밀어 놓고도 소견 받. 예. 소대 붙여야 여기 이제 또 예방 지역에 세션 되게. 그래서 안에 어여 배다 보고 공소가 나기 그다음에 내가 주주면을 공소고 제법 부디 스타트지 제법 기업은마 어와는 빨라지는 제법 기업은 상 원에서 상고라게 되는 용지 이나라 뜻과 우리 말반이나 답도 좀 제법 소대 보는데 아니 여발이 아마 제법 밀는 여러분이 말반이나 답도 좀 제법 부터 셔봐 아니 누가 고백을 우리 말반이나 답도 좀 제법 제가 고백해서 소대 받는 분이 말반이나 답도 좀 제법 소대 받았어요. That's what I